हेर्नुहोस् गाइस, हामी अहिले नुवाकोट जाँदैछौँ। नुवाकोटको बेलपाल टार हुँदै हामी ककनी भएर बेलुका फर्केर आउने तयारीमा छौँ। अहिले माथि गइरहेछौँ। यो ठाउँलाई कठेरी चोक साङ्गलेरा भन्छ। हेर्नुहोस्, एउटा गाडी रेडी छ रिजर्भमा जानलाई। यो पनि नुवाकोट नै जाने हो। हामी आज नयाँ ठाउँ जाने भएकोले बिस्तारै बिस्तारै हेर्दै यताउता दायाँ बायाँ हेरेर जाँदैछौँ। सबै हेर्ने, त्यही भएर बिस्तारै गइरहेछौँ। गाइज हेर्नुहोस्, अनि नुवाकोट ककनी गइसकेपछि म अर्को भिडियो हाल्नेछु। माथि डाँडामा जाने भने काठमाडौँको भ्यू सबै देखिन्छ। आज मौसम राम्रो भइरहेछ, घाम लागिरहेछ, मौसम क्लियर भएको छ। धेरै दिनपछि घाम लागेको छ, मौसम क्लियर भइरहेछ। मौसम क्लियर हुँदा हामीलाई पनि जताततै हेर्दै जानु सजिलो भइरहेछ। अहिले गीत बज्दैन बाबु। हाम्रो गाउँ जस्तो घाँस काट्दै डोकोमा बोकेर आछन्। हल्का ओह्रालो छ, यो सकिएपछि फेरि उकालो आउँछ। ककनी पुग्नलाई अझै 4 किलोमिटर छ। त्यसपछि हामी ककनी पुग्नेछौँ। अहिले ट्याक्कै बाँसझ्याङ भन्नेनिर आइपुगेका छौँ हामी। केही समयपछि हामी नुवाकोट पुग्दैछौँ। नुवाकोटबाट माथिबाट क्यामेराले खिचेर सबै देखाउनेछु हजुरहरूलाई। यो भिडियो अहिले यतिमै स्थगित गरेर अर्को भिडियोमा फेरि हजुरहरूसँग भेट्ने गर्नेछौँ। हस्, धन्यवाद।